दोलखा सैलुङ आइपुगेको छ है। ल अब चाहिँ फोटो माथि ए भाउजू पनि आज सैलुङ आएर फ्रेस भाउजू फ्रेस दाई पक्क हाम्रो कालो चस्मा लाएर चाहिँ सैलुङ आउनु भएको छ। अनि हजुरलाई कस्तो महसुस भएको छ दाई? ल मोरङ उर्लाबारीको बहिनी पनि गाडीबाट निस्किनु भएको छ। ल उहाँलाई पनि वेलकम। ल हाम्रो दाई पनि धर्नु भएको छ। दाईलाई पनि दोलखा सैलुङमा वेलकम छ। ल अनि दाईलाई कस्तो फिल भइरहेछ दाई? लाग्छ ल के छ नानी? हेलो ल भाउजूलाई सैलुङमा वेलकम छ है भाउजू। ल नुवाकोटको बहिनी कृषा ए शीर्षा कि कृषा वेलकम छ। ल हाम्रो उहाँ धरानको बहिनी ल वेलकम छ धरानको बहिनीलाई। हाम्रो भाइ सानो भाइ हाम्रो अनुषा अनि आपालाई कस्तो भइरहेछ आपा? ल यो सैलुङमा कुसुम आपा ल दक्षिण मार्ग मोरङ जिल्लाबाट हाम्रो कान्छी दिदी रेखा दिदी पनि गाडीबाट उत्रिए हुन्छ। ल मुना दिदीलाई वेलकम छ है सैलुङमा। ल सबै आजको टुरमा सबैभन्दा ठुलो साइनो भएको ठुलो मान्छे अर्को ल ललित भान्जा बादल नेहालाई कस्तो महसुस भइरहेछ? र हाम्रो आमा पनि सैलुङमा नुवाकोटे हाम्रो प्रतिज्ञा बजु झर्दै हुनुहुन्छ। हेलो गाइज बल्ल बल्ल हामी चाहिँ सैलुङ आइपुग्न लाग्यो। त्यो टाढा हो। अब चाहिँ लगभग 1 घन्टाको यात्रा हुन्छ होला सायद। अब हामी चाहिँ यता हुनुहुन्छ एकजना मेरो प्यारी बहिनी, यता मेरो प्यारी सोचिना भारी बोकेर हिँड्नु भएको छ। भारी यस्तो छ नाचेर हिँड्नु भएको छ अनि यता मेरो सोचिना दिदी मेरो प्यारो छोरा यता पनि क्यामेराम्यान हुनुहुन्छ। हामी चाहिँ अहिले उहाँको चाहिँ पकाउन चाहनुहुन्छ है? के भन्न चाहनुहुन्छ? सैलुङको महादेव गुफा है हजुर। ल सोल्जिनीले अहिले यता दर्शन गर्दै हुन्छ। सोल्जिनी यता हेरिसियोस् ओ रातो भेट लाउने सोल्जिनी यता हेरिसियोस्। ल दर्शन गर्दै हुनुहुन्छ।
हल्का लेख लागेको अनुभव हुँदो रहेछ। दाइ के भयो? यस्तो तगडा बरु नातिनीहरू छुपानी खानुभयो। ए भाउजू पो रहेछ पो त न्यानो भन्छ।
सरीकोट दोलाखामा आजको हाम्रो बास। होटलको नाम पनि थाहा भएन। दिदीले अनि आरामै हुन्छ होइन? त्यो त बनाएको वेलकम है, वेलकम। ल जाउँ अब। जन्मेका हो खाऊ भनेर यहाँ पनि
मिरमिरे आँखा ग्रुप फोटो खिच्नु केवल कार चढियो कता हो कोही भन्दा नि टिकट नहराउनु है टिकट झोल न माथि अहिले कहाँ चाहिन्छ अरे है मैले टेन्सन दिएको छु खोइ मेरो सुनपाती सुनपाती त्यहाँ यहाँको ओरिजिनल सुनपाती किन भने ऊ होइन न ऊ त्यो ऊ उल्टा बस्यो दाजुहरू चाहिँ ठिक परेछ यो त हो छ त आज चन्द्रगिरीको त अब छ नि कहाँ चन्द्रगिरी परपरा गएको त उता हेर्न दाजु उता उदैको त्यता भुइँमा मामाहरू भाषेकोले त सजिलो पो भयो हामीलाई चाहिँ उल्टो भएछ उता हेर्न हिँडेर त्यस्तो उकालो सक्छ मजा आउँछ होला रेखा दिदी अनि सक्दैन थियो अरू चाहिँ तर यो त एकपट्टि मंग पर्दैन केबल कारमा सरारा सरी फटको मैचाङहरु रुएर धरारा झिल्कै उडाले चारी फटेला त नसिमारका मान्छेले झन्डै चरी कट्ने झन्डै जन्ते बाबा साउची हाँसेर झन्डै मर्यो अब त यादै गरेको दिना पछि त वारी जमुना भन्दा त खुट्टामै हात फेदै हो भन्दा त त्यो केटीहरुको खुट्टामै हात मैले दाइले यसो यसो भन्थे खै केटीहरु गयो अगाडि उही यो धारमै चेटा लाग्छ पछाडी आएको गएर चाहिँ हो त अनि बाटो आकै छ नि त्यो त यही हो खोइ कहाँ हो उ हेर्न बाटो सिडी 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 अनि यस्तो त मान्छे हिँड्दैन नि उता सिडी पहिला त उ यो पहिला यही अनि यस्तो अप एन्ड डाउन वान वे हुँदैन थियो नि हुन्थ्यो वान वे हुन्थ्यो वान वे हुन्छ है दाजु चेटा दाजु ताउदो हेर्नु त मिस्टेक भइगयो छ नि हेर्नु न त्यो दाजु दाजु ताउदो हेर्नु त हिँडेकै भएन गाडी हेरौँ एक घन्टा लाग्छ हिँडेर हौ 1 घन्टा लाग्छ मलाई पनि देखाऊ है माम त छ के भयो माम हेर हिँड्ने बाटो कति राम्रो रहेछ स्लो भएको चेटा दाजु ताउदो हेर्नु अहिले यसलाई के भएको अब
आइदाको आइदाको किन हल्यो अब यता न अनि हेर्न आउँदो त अनि उहाँ जानु मुटु चाहिँ चिसो भइसक्यो होला गोर्खाको कति टाढो छ गोर्खाको चन्द्रगिरी पनि टाढै हो खै कता गयो के चाहिँ छौ नहलाउ न नकराउ न उता पनि हल्ला गरेको मामले यतापट्टि राख्नु पर्थ्यो यता हेर्दै भएन मामले यति हेरेको अघि नै यहाँ यता हेर्नु पर्थ्यो नि तपाईँ आइपुग्यो आधी घन्टामा आउँथ्यो आयो आधी घन्टामा यहाँ 1 घन्टा लाग्छ होला यहाँबाट टेबल कारमा चाहिँ बोजू खाला बढी भयो अनि त हेर अनि 1 घन्टा लाग्छ रनिङ दाइ रनिङ हिजोको हावामा चाहिँ हुनुहुन्थ्यो यहाँ त
त्यसो पारेको छ आहा किन काठमाडौँ कालिम्चोक दर्शन गरेर अब हामी फर्किन लागेको छौँ। काठमाडौँ कालिम्चोकको दर्शन एकदम रमाइलो भयो। अब चाहिँ हामी सनराइजदेखि हेरेर अब हामी जाँदैछौँ। अब चाहिँ हामी फर्किन्छौँ फेरि दोलखा भीमसेन मन्दिरतिर। एकदम रमाइलो ठाउँ रहेछ है, सबै आएर हेर्नै पर्ने खालको भ्यू रहेछ यो चाहिँ। कालिम्चोक माइले हामीलाई सबैलाई रक्षा गरून्, सबैको इच्छा चाहनाहरू पुरा गरून्। हजुर हेलो गाइस, कस्तो महसुस भयो त आज कालिम्पोङ दर्शन गर्दा? आजा Oh, Krisha, how are you? Yeah, where you are going? Dolakha Bhimsen Mandir. And
गरियो अनि दर्शन गरियो अनि अब अहिले हामी कालिम्पोङ दर्शन गरियो अब हामी के गर्छौँ कहाँको भीमसेन दोलखा मन्दिर ल भाइको ल ल तिम्रो युट्युबमा पपुलर फेमस तिमी कृषा कृषा इज भेरी ट्यालेन्टेड पर्सन होइन किन एमै अनि तिमी ट्यालेन्ट होइन भने के गर्छौ त युट्युब ल ठिक नराम्रो चाहिँ के थियो अनि त्यो त अनि हिँड्नु त पर्छ त अनि त्यो उकालो चाहिँ नराम्रो लाग्यो अझ सबै राम्रो लाग्यो ए अनि यो आज कालिम्पोङ झन् रमाइलो लाग्यो होला नि है कालिम्पोङ हिँड्नु परेन हामी केमा गयो केबल कारमा गइयो होइन अनि आउँदा पनि केबल कारमै आइयो त्यही भएर तिमीलाई कालिम्पोङ मन पर्यो होइन ए ल आज कृषाको ब्लग खतरा हुन्छ है ल ओके ल कृषा ढुङ्गा हेर्ने आमाहरू अगाडि पुगिसक्नु